जब पिक एन्ड चुज हुन्छ त्यहाँ चाहिँ निर्विवाद रूपबाट मान्नुस् त्यो पिक एन्ड चुज भित्र के हुन्छ स्वेच्छाचारिता हुन्छ स्वेच्छाचारिताले चाहिँ तपाईको रुल अफ ल र कन्स्टिट्युसनलिजमलाई के गर्न सक्दैन त भन्दाखेरि बोक्न सक्दैन मान्छेलाई सबै कांग्रेस नहुन सक्छन् सबै कम्युनिस्ट नहुन सक्छन् सबै पञ्च नहुन सक्छन् तर जो जहाँ परेको छन् प्रवेश गरिसकेपछि या त हामीले डिजनेस्टीमा क्वेशन उठाउन सक्नुपर्छ मुद्दाको संख्याले वरिष्ठ दिया जस्तो वरिष्ठमा नाम पुगेन भने मेरोमा पनि वकालतनामा राखिदिनुस् न सर भन्दै आएको 2-4 जना थाहा छ म होइन नाम राखेर तपाईको चाहिँ के भने मेरो पनि नाम लेखाइदिनुस् न भनेर तपाईको अनुभव बढ्ने होइन त्यसकारण मेरो यहाँहरुसँग विनम्र निवेदन गराइ के छ त भन्दाखेरि भोलि यी बोलेका कुराहरु फेसबुकमा जस्तो सुकै प्रकारको कमेन्ट गरे पनि जति नै प्रकारले तिरस्कार गरे पनि जति नै बहिष्कृत र तिरस्कृत हुनु परे पनि कानुन तिरस्कृत हुन नपरोस् संविधान तिरस्कृत हुन नपरोस् यो संविधानको बाटो धेरै गम्भीर छ हेर्नुस् अहिले जसरी हिँडिरहेको छ अब यसपछि